एउटा सानो गाउँमा जहाँ बिजुली आउँदा पनि आज त चाँडै आयो भनेर छक्क पर्थे। त्यहाँका नेताहरूको ठुलो सभा भइरहेको थियो। सभाको नारा थियो, अबको 5 वर्षमा हामी चन्द्रमामा पुग्छौँ। गाउँलेहरूले ताली पिटे, किनभने उनीहरूलाई थाहा थियो यो देशमा चन्द्रमामा पुग्नुभन्दा पहिले बाटोको खाल्डो पुर्ने कुरा त सम्भव थिएन। गाउँको सबैभन्दा ठुलो नेता मानव ऊ ठुलो दाइ मञ्चमा उभिएर भाषण ठोक्दै थियो। हामीले यो देशलाई समृद्ध बनायौँ, अब हरेक घरमा ग्यास, बिजुली र इन्टरनेट पुर्याउँछौँ। उनको यो कुरा सुनेर एकजना गाउँलेले हाँस्दै भन्यो, हजुर ग्यास त पाइन्छ, तर सिलिन्डर भर्ने पैसा कहाँबाट ल्याउने? बिजुली त दिनमा 2 घन्टा आउँछ, त्यो पनि बल्ब झलमल्ल गर्न मात्रै। अनि इन्टरनेट, हाम्रो गाउँमा त टावरको सिग्नल पाउन पनि पहाड चढ्नुपर्छ। ठुले दाइले उसलाई हेरेर मुस्कुराएर भन्यो, यो त विकासको सङ्क्रमण काल हो, बुझ्नुपर्छ। हामीले त ठुला ठुला आयोजना ल्याएका छौँ, बुढी गण्डकी, मेलम्ची, फास्ट ट्र्याक। गाउँलेले फेरि खिसी गरे, हो हजुर, मेलम्चीको पानी त सपनामा पनि देख्न थालिसक्यौँ, बुढी गण्डकीको बाँध बन्छ कि बन्दैन थाहा छैन, अनि फास्ट ट्र्याकमा त गाडी होइन हाम्रो सपनाहरू नै दौडिरहेका छन् नि। त्यही बेला अर्को पार्टीको नेता जो सानु भाइ भनेर चिनिन्थे मञ्चमा उक्लिए। उनले ठुलो दाइलाई चुनौती दिँदै भने, यी सब भ्रष्टाचारी हुन्, हामी आएपछि सबैलाई जेल हाल्छौँ। गाउँलेहरूले फेरि हाँसे, किनभने सानु भाइको पार्टीले पनि अघिल्लो पटक सत्ता चलाउँदा जेलको ढोका खोल्नु भन्दा आफ्नो कार्यकर्ताको खल्ती भर्नमा व्यस्त भएको कुरा कसैबाट लुकेको थिएन। सभाको अन्त्यमा ठुलो दाइ र सानु भाइले हात मिलाएर एउटै गाडीमा चढे। गाउँलेहरू छक्क परे, ए यिनीहरू त आपसमा लड्छन् भन्थे नि। एकजना बुढाले टाउको हल्लाउँदै भन्यो, लडाइँ त हामीलाई देखाउन मात्रै हो, साँझमा यिनीहरू रक्सीको गिलासमा मस्त हुन्छन्, हाम्रा लागि त यी सबै नौटङ्की हो। अनि गाउँलेहरू आआफ्ना घर फर्किए। बाटोमा खाल्डो परेर एकजना लड्यो। उसले हाँस्दै भन्यो, यो खाल्डो पनि हाम्रो नेता जस्तै छ है, ठुलो आश्वासन दिन्छ तर काम चाहिँ शून्य गर्छ।